हेलो सो गाइज हामी चाहिँ डक्करसँगले तोपथुम्की जाँदैछौँ। एकदम एक्लै पनि छु। मेरो साथी चाहिँ डक्की। हेलो डक्की। एकदम भ्यू चप्पर दामी देखिन्छ। धरान हाम्रो धरान कस्तो छ धरान तोपथुम्की नप्पर दामी छ। तपाईँहरू नआउनु होला भिजिट गर्नलाई। हाम्रो मोरङ केराबारीको के भन्ने ठाउँ अरे यो तोपथुम्की चाहिँ। टक्क मेरो साथी चाहिँ डक्की यहाँ तलतिरदेखि आएको सँगै। यसलाई म मासु दिन्छु यार आज। टक्कसँगले धरान कस्तो दामी भ्यू देखिन्छ। यो पानमारा हो यताको खोलादेखि यताको। अनि यता चाहिँ धरान। यो चाहिँ कसको घर हो थाहा भएन। सो हामी चाहिँ उकालो चढ्दैछ हाम्रो क्या। म चाहिँ एक्लै उकालो चढ्दैछु भन्नुपर्छ। एक्लै घुम्नु पनि अब रमाइलो नै हुन्छ। साथीहरूसँग घुमेको जस्तो चाहिँ रमाइलो चाहिँ हुँदैन। र पनि आज नयाँ वर्षको लागि म एक्लै घुम्न आइदिएको क्या। कोही साथी माने नआउनु अनि मलाई चाहिँ एकदमै तोपथुम्की जाने भन्थ्यो। अनि ढक्कसँगले आज चाहिँ हिँडेको उकालो रमाइलो भइरहेछ। एक्लै भए पनि मेरो डक्की माथि पुग्यो। डक्की हेलो डक्की। डक्की त पर्खिएन त मलाई त्यहाँ।